हेलो साथीहरु, लो है हेर्नुस् है, मैले चाहिँ गमलाको लेउहरु उखाल्दैछु है साथीहरु। र बर्खामा चाहिँ साह्रै लेउ लाग्छ नि त हो गमलामा हो। अनि अब बर्खा त सक्यो, अब बिस्तारै बिस्तारै भन्दा पनि निकै सक्यो हो। र यसमा लेउ लागेकोहरु चाहिँ सबै निकाल्दैछु मैले। र कति चाहिँ छाट्दैछु पनि, फुलहरु पत्ताहरु हेर्नुस् न कति भाग्छ हो। दसैँमा निकै दिन हराएको हेर्नुस् न, यस्तो भइहाल्छ, पुरै जंगलै भइहाल्छ हो। र अहिले चाहिँ म गर्दैछु र सबैको लेउहरु उखाल्दै हेर्नुस् नि, चेलेलेले भनिरहेको छु छप्परमा। र अब मैले चाहिँ अनुहारहरु सबै छोपिरहेको छु, आँखा मात्रै देखाइरहेको छु साथीहरु। हजुरहरुले खिसी नगरिदिनुस् है, किनकि साह्रै डरिसके कि घाम पुरा लागिरहेछ नि त हो। अन्त त्यसैले यसरी गरेको नि साथीहरु। र मैले चाहिँ अब यो लेउहरु सबै उखाल्दै हेर्नुस् नि, कस्तो डरलाग्दो लेउ लाग्छ हो। र पहिला त म त फुलमा पनि पानी नहाल्ने मान्छे, तर आजकल चाहिँ अब अलिअलि गर्छु है, निकै गर्दैछु साथीहरु हो। सिक्दै रहेछु, अब बिस्तारै सबै सिक्दैछु। अनि यसरी सबै गर्दैछु हो। यता पनि हेर्यो त्यतै, जता हेर्यो त्यतै हेर्नुस् न, गमलामा पुरै लेउ लागिरहेको छ नि। अनि बिस्तारै बिस्तारै सबै काम गर्दैछु। घाम पनि त्यस्तै लागिरहेछ हिजोआज। यो अक्टोबरसम्म चाहिँ पुरै गरम हुन्छ हौ साथीहरु। यो नोभेम्बर भएपछि चाहिँ अलिक कम्ती हुन्छ। र यो सदाबहार पनि पुरा हौसेछ हेर्नुस् न, कति ठुलो भइरहेको छ। र यसलाई चाहिँ काटेको, यो त विन्टर्स भए पनि बर्खा भए पनि जहिले पनि आउँछ नि त। अन्त यसलाई चाहिँ मैले छोटो बनाइदिएको हो। अन्त यसको माटोहरु पनि अलिक टाइट टाइट भएछ कि गरमले होला। अन्त अलिकति खनेर चाहिँ लुज लुज भनेर चाहिँ यसलाई पनि हल्का माटो थपिदिए। अनि हेर्नुस् न, सबै चेलेलेले भनिरहेको छु साथीहरु। र अहिले चाहिँ हेर्नुस् है, सबै उठाएर अहिले चाहिँ म सिनिक्क पारे। हजुरहरुले हेरिदिएकोमा धन्यवाद। र हजुरहरुले पनि गर्नुभयो होला, फूल पौधाको पनि स्याहार त गर्नु पर्यो नि त साथी।